पनि गर्छ गर्न त रूप अलिकति यसो हेर्दाखेरि थोप्रा हेर्दा गोरो पिरो छ। अब प्रायः चाहिँ त्यही थोप्राले गर्दा कति दाजुभाइहरू पनि फसिरहेका छन् अथवा चाहिँ आफ्नो परिवारलाई झाँटेर पनि समाजसेवीलाई समाजसेवी गरेर दिएको भन्ने ठहर्छन्। आफ्नो परिवारलाई पनि झुटो आलोचना लगाएर देख्दा त्यस्तो देखिन्छ, तर भित्रभित्र उबाट स्वार्थ लुटिराखेकी हुन्छन् होइन। अब यिनलाई सिधै अब नराम्रो धन्दा अड्डा भन्न हामीहरूले भने पनि कतिले विश्वास गर्दैन, किनभने उनको देखाउने स्वरूप छुट्टै छ। समाजमा उनले छाप पारिसकेकी छन्। त्यही भएर अब यो त्यहाँ चाहिँ अब ठुलै मानिसहरू गएर पुलिसहरू गएर अनुसन्धान गरेर केही पीडित भएका पुरुषहरू महिलाहरूले गएर कुरो उठाउने भने त यिनको चाहिँ सबै पर्दाफास हुन्छ। तर त्यो पनि किन गर्न चाहँदैनन् भने प्रायः जसो व्यक्तिहरूले स्वार्थ लुटिसकेका हुन्छन् र दिँदाखेरि पनि समाजसेवी भनेर दिएको जस्तो तरिकाले आफू चाहिँ अब कर्कलाको पातमा पानी हुन्छन् त्यस्तै तैरिएर चाहिँ तैरिएका हुन्छन् कति पीडितहरू। कतिले यिनले पनि स्वार्थ पुरा पनि गरिदिएकी छन्। यो तरिका छन्। अब यिनलाई सिधै मेरो हेराइमा चाहिँ यिनले चाहिँ अब दिदीबहिनीहरू राख्ने मिलाउने यताउता गर्ने लुटसुट गर्ने होइन यो ऊ गर्ने गर्छिन्। अब त्यो तरिकाले उनले दोहोरो भूमिका खेल्छिन्। तर समाजमा छापा चाहिँ सङ्घ संस्थाको तरिकाले चाहिँ एउटा मानव सेवा जस्तो तरिकाले दर्शिएकी छन्। अब नेपालमा यो सबै कालोबजारी 2 नम्बरी जस्तो हो। पसल छ नि त कहाँ हो सोती पसल सोती खोला के खोला भन्छ यताउता। यो पहिला खाजा घर के घर भन्थे होइन। पहिला मिना पनि त्यस्तै भयो। उता चाहिँ उहाँ कतार पुइन काम गर्न नसकेर चाहिँ होइन उसलाई कास लायो अरे मोटी मान्छे कास लायो भनेर फेरि फर्किएर आइन्। जाँदा रुवावासी भएको थियो यिनीहरूको होइन। त्यहाँबाट क्यानाडा जाने प्लान थियो। क्यानाडा जाने केटाले पनि कति पैसा हालिदिएपछि अनि उसैको सेटलमा पछि पैसा खाएर क्यानाडा नगई फेरि कतारबाट नेपाल फर्कियो भन्दै थिए। पछि भागमण्ड नभएर यिनीहरू छुट्टाछुट पनि भएका थिए। क्यानाडाको भाइले अब बिचरा टाउको छामेर बसिरहेको छ भन्नुभयो होइन, केही भन्नुभयो होइन। 18 लाख समथिङ कति क्यानाडा जाँदा यताउता खर्च गरेर कतार गएर फर्किएको नि त। उसकोले पहिला पैसा पठाएको छ यताउति गरेछ। क्यानाडा जाली भन्दा होइन मेरो पहिलाकै पेसा सही छ भनेर फरकै फर्केर आएको नि त। त्यो मोटी सबै यसको चलखेल छ नि त। त्यतिखेर पुरै यसले चाहिँ युज गर्यो त्यो दिदीलाई मोटीलाई पनि होइन मिनालाई। त्यसको नाम मिना कि के भन्छ। चलखेल गरेर ड्रममा कमाएर अहिले कता कता फेन्सीतिर कपडा भन्दै बसे जस्तो देख्छु यिनलाई होइन। कता कता के गर्छ। र यिनीहरूको ठुलो चलखेल छ। एउटा बिन्दास भन्ने केटा चाहिँ त्यहाँ पहिला लाइभमा आउँथ्यो। बिन्दास भन्ने रक्सी दारू खाने त्योबाट पनि 2-3 लाख रुपियाँ ठगिसकेछ। एउटा बिन्दास भन्ने एउटा केटा थियो पहिला लाइभमा आउँथ्यो। अहिले त्यो म देख्दिनँ है त्यसलाई मैले। त्यो कता छ यिनीहरूले त्यही गर्छन् होइन। मागेर चाहिँ देखि बिमारीलाई दाल भात खुवाउँछु कपडा लगाउँछु भन्छन् भनेर चाहिँ यिनले अहिले आफैले गहना लाउँछन्। त्यो तरिकाकी छन्। एउटा जाँड खाएको एउटा मास्टरलाई पनि लैन् त्योबाट पनि प्रशस्त आम्दानी गरिन्। त्यस्तै यिनले चाहिँ राम्रो नि छोड्दिनन् नराम्रो नि छोड्दिनन् के। एउटा जडेवाला युज गरेर एउटा सिहिरी आयो भन्दै थिइनँ अस्ति कता। त्यही जडेवाला भिडियो बनाउने यो गर्ने ऊ गर्ने फेरि त्यो जडेवा त्यतै कता फर्किएर गयो अस्ति मारे हातो मान्थ्यो अस्ति कता हेर्दा त्यो जडेवाला पनि कता बिहा गरिदिने के गरिदिने गरिन् होइन। एउटा राडी आइमालाई बिहा गरिदिन् त्यहाँ भिडियो बनाइ यो राम्रो काम गरिन् भनेर चाहिँ त्यहाँबाट पनि एउटा सिहिरी कमाइ भयो भन्ने चाहिँ ढल्काउँदै थिइन्। अब ती पारा के हो सकिएन मलाई जोडसम्म थाहा छ नि त। वकिलले टिकटक अध्ययन चाहिँ गर्छ है राम्रै हो। मैले माने यो वकिल साहब यो सही हो। धेरै कुरा सही हो। एकल महिला भन्ने अहिले त्यत्रो साँडे यत्रो अङ्गालामा एउटा चाहिँ केटो छ कसरी एकल महिला भइन् भन्नु त। हरकत गर्छन् यिनले। 2 नम्बरी चाहिँ बकाइदा चलाएर काठमाडौँमा बसेकी छन् होइन। यसो चाहिँ अलिअलि बिमारी बुढापाकाहरू अशक्तलाई राखेकी छन्। त्यो भनेर देखाउने एउटा उनको एउटा कला हो। त्यही देखाएर चाहिँ त्यस्तो हरकत कार्य यताउति कन्ट्रोल गरिराखेकी छन्। मेरै काका छ। मेरै काकाले पनि त्यस्तै संस्था खोलेको छ। 60-70 जना छन् क्या। 70 जना छन्। 100 रुपियाँ गरेर भात खुवाउनु पऱ्यो कपडा लाउनु पऱ्यो भनेर माग्छ। 20 रुपियाँको खुवाउँछ 80 रुपियाँ आफैले राख्छ। त्यस्तो गर्छन् कि त सङ्घ संस्था भनेको। मलाई ऊ मात्रै होइन सबै प्रायः सब आफ्नै मान्छेलाई पनि त्यो भन्छु होइन। आफ्नै मान्छे पनि छन् त्यस्ता मान्छेहरू। चामलको बोरा 100 आउँछ। राम्रो चामल आयो भने बेच्छन् यिनीहरूले थाहा छ। राम्रो चामल आयो भने तिनीहरूलाई त्यहाँ दिँदैनन्। दुखी पुत्या भएका अपाङ्गहरू पीडितहरू बाबा मम्मीहरू अशक्तहरूलाई दिँदैनन् यिनीहरूले। जुन नराम्रो चामल आएको त्यो मात्रै खुवाउँछन्। राम्रो चामल यिनीहरूले बाहिर सेल गरेर पैसा लिन्छन्। त्यो गर्छ। कपडाहरू त्यस्तै भयो। र सकभर माग्दाखेरि चाहिँ त्यो अचल भन्दा चल दिनुहोस्
चलिदिनुहोस् भनेर पैसामा फोकस गरेका हुन्छन् यिनीहरूले। त्यो सबै यस्तो गरेका हुन्छन्। त्यो त्यो त ठिक छ ल, त्यो गर्छन् सबै। अनि को हो छोरा सामाजिक सञ्जालमा सबैले चाहिँ जेललेल गरेर घेरेको देखिन्छ होइन। अब मलाई त अब त्यति साह्रै ठगिसक्न त भ्याइसकेकी छैनन् होइन। अब मैले त मेरो लागि त केही गरिदिएकी छैनन्, तर किन यसरी बोल्नुहुन्छ भन्दा अब सामाजिक सञ्जालमा उनको प्रत्यक्ष रूपमा देख्दा उनले मारेको छाप, उनले मारेको पाइला, चालेको पाइला, उनले चाहिँ पत्रकारहरू युट्युबरहरूलाई दिएको चाहिँ इन्टरभ्यू, उनले हालेका भिडियोहरू, उनले गरेका साथीभाइसँग हरकतहरू, भिडियोहरू लाइभमा देख्दाखेरि त्यही देख्दा हामीहरूले अनुसन्धान गर्दाखेरि प्रकट रूपमा हामी बुझ्ने व्यक्तिहरूले त्यसरी बुझ्छौँ र केही सिधा सादा जनताहरूलाई अथवा दर्शकहरूलाई चाहिँ राम्रैसँग छापा मारेकी छन्। एउटा चाहिँ समाजसेवी काम गर्छु भन्ने जस्तो गरेकी छन्। त्यो होइन साथी हो। तपाईँहरू आफै विचार गर्नु। समाजसेवी गर्ने मान्छेले चाहिँ खुट्टाबाट टाउकैसम्म ढपक्कै गहना लाएर बसेको हुँदैन। त्यो कुरा पनि विचार गर्नु होला होइन। यिनको लगभग